एक पटक एउटा नगरमा अत्यन्त धनी र सफल व्यापारी बस्थ्यो। उसको व्यापार देश विदेशसम्म फैलिएको थियो र उसँग अथाह सम्पत्ति थियो। सबै कुरा भए पनि ऊ भित्री रूपमा दुखी र चिन्तित रहन्थ्यो। उसलाई सधैँ धन गुमाउने डर हुन्थ्यो र उसको मन कहिल्यै शान्त थिएन। एक दिन उसले नगर बाहिरको बगैँचामा भगवान बुद्धलाई देखे। धेरै मानिसहरू बुद्धको उपदेश सुन्न जम्मा भएका थिए, जो सबै प्रसन्न र शान्त देखिन्थे। व्यापारीले सोच्यो, मसँग यत्रो धन छ तर म दुखी छु। यी बुद्धसँग त केही पनि छैन, तैपनि यिनी यति शान्त र सुखी छन्। म गएर सोध्छु। व्यापारी बुद्धको नजिक गयो र विनम्रतापूर्वक भन्यो, हे तथागत, मसँग अपार सम्पत्ति छ, नाम र सम्मान छ, तर मलाई रातमा निद्रा लाग्दैन र म भित्रैबाट दुखी छु। मेरो मन शान्त छैन। कृपया मलाई सुख पाउने उपाय बताइदिनुहोस्। बुद्धले मुस्कुराउँदै व्यापारीलाई हेर्नुभयो र सोध्नुभयो, तिमीलाई के कुराले सबैभन्दा धेरै दुःख दिइरहेको छ? व्यापारीले भन्यो, मलाई सधैँ धन गुम्ने डर लाग्छ। व्यापारमा घाटा हुने चिन्ताले सताउँछ र मसँग भएको कुरा पर्याप्त छैन जस्तो लाग्छ। मेरो लालसा कहिले मेटिँदैन। बुद्धले गहिरो सास फेर्नुभयो र भन्नुभयो, हे व्यापारी, तिमीले धनलाई आफ्नो मालिक बनायौ। जबसम्म तिमी धनको दास रहन्छौ, तिमी सुखी हुन सक्दैनौ। कसरी? व्यापारीले अचम्म मान्दै सोध्यो। बुद्धले सम्झाउनुभयो, धन आफैमा नराम्रो होइन, तर जब तिमी यसलाई मात्र सुखको आधार मान्छौ र यसलाई पक्रेर बस्छौ, तब यसले तिमीलाई बाँधिराख्छ। तिम्रो चिन्ताको कारण तिम्रो सम्पत्ति होइन, तिम्रो लालसा हो। बुद्धले भन्नुभयो, यदि तिमी सच्चा सुख चाहन्छौ भने पहिला आफ्नो मनलाई हेर। तिमीले धनलाई साधनको रूपमा हेर, मालिकको रूपमा होइन। आफ्नो कमाइबाट केही हिस्सा अरूलाई सहयोग गर्नमा लगाऊ, जसलाई वास्तवमा आवश्यकता छ। दान र अरूको सेवाले तिम्रो मनमा सन्तोष र आनन्द पैदा गर्छ। जसको मन शान्त छ, ऊ भिखारी भए पनि धनी छ। जसको मन लालसाले भरिएको छ, ऊ करोडपति भए पनि भिखारी हो। बुद्धका यी वचनहरू सुनेर व्यापारीको आँखा खोलियो। उसले बुझ्यो कि सम्पत्ति बाहिर होइन, सुख आफ्नो मनभित्र हुन्छ। उसले बुद्धलाई प्रणाम गर्यो र त्यस दिनदेखि नै आफ्नो धनलाई मानव कल्याण र समाज सेवामा पनि लगाउन थाल्यो। बिस्तारै उसको मनमा रहेको चिन्ता हट्दै गयो र उसले जीवनको वास्तविक शान्ति अनुभव गर्न थाल्यो। कथाको मुख्य शिक्षा, सन्तोष। भौतिक सम्पत्तिको लोभमा नपरी आफूसँग जे छ त्यसमा सन्तोष गर्नु नै वास्तविक सुखको आधार हो। दान र सेवा, अरूलाई निस्वार्थ रूपमा सहयोग गर्दा मनमा आनन्द र शान्ति मिल्छ। मनको नियन्त्रण, बाहिरी वस्तुहरूमा खुसी खोज्नुको सट्टा आफ्नो मनलाई शान्त र नियन्त्रित राख्नुपर्छ।